भेराइटीको छ हेर्न सक्नुहुन्छ है। यहाँबाट हेर्नुहोस् है लेडिजको धेरै डिजाइनका टी सर्टहरू छन् है हाम्रोमा। हेर्नुहोस् है गाइज कति भिड छ यहाँ चावेल चोकमा। ब्याग पसल ब्याग पनिमा यहाँ छोरो पनि आज एकदमै खुसी। हेलो गाइज वेलकम टु माई न्यू ब्लग। हजुर पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै नै छु। त गाइज आज धेरै दिनपछि म हजुरहरूले एउटा कुरा भन्न सकेको थिएन, तर आज गाइज म भन्दैछु हाम्रो एउटा पसल पनि छ। हजुरहरूलाई म आज यो पसल म देखाउन चाहन्छु है। र पसलमा के सामानहरू छ सबै हजुरहरूलाई देखाउन चाहन्छु गाइज। त हजुरहरूले मजाले भिडियो हेर्दै गर्नुहोला। त गाइज अब हामी यहाँबाट निस्किँदैछु है। गाइज हामी यहाँ पसलमा आइसकेका छौँ है। हेर्नुहोस् त यहाँ सबभन्दा पहिला हाम्रो यहाँ पसलमा झुम्का पनि रहेछ, पोते पनि रहेछ। यतातिर ब्यागहरू हेर्नुहोस् है, ब्यागहरू भेराइटीको छ। लेडिज र जेन्ट्स दुइटै खालको ब्यागहरू छ। त्यसपछि यहाँ बच्चा बोक्ने ब्याग पनि रहेछ। अनि हेर्नुहोस् त पसलमा कति राम्री डमी पनि रहेछ। डमीलाई पनि के लगाइदिएको छु, लुगा मजाले लगाइदिएको छु है, लुगा लगाइदिएको छु। त्यसपछि यस्तो लुगाहरू पनि छ हेर्नुहोस्, टी सर्टहरू छ, फर्मल प्यान्टहरू छ, बेली प्यान्टहरू, यस्तो टी सर्टहरू हेर्नुहोस्। लेडिजहरूको क्रप टी सर्टहरू पनि छ। अनि यस्तो फर्मल प्यान्टहरू छ, यस्तो अजम्बरी सुरुवाल, यता यस्तो टाइपको छ हेर्नुहोस् है। यहाँ टी सर्टहरूको भेराइटीको छ हेर्न सक्नुहुन्छ है। यहाँबाट हेर्नुहोस् है लेडिजको धेरै डिजाइनका टी सर्टहरू छन् है हाम्रोमा। यस्तोहरू टी सर्टहरू पनि छ है। यस्तो क्रप टपहरू, जिन्स ज्याकेट, फर्मल सर्ट, अनि यो लेलन सुरुवालहरू है हेर्न सक्नुहुन्छ। यो लेलन सुरुवाल भयो, यो बुट्टेमा ट्राउजरहरू यस्तोहरू छ। अनि त्यसपछि यहाँ हेर्नुहोस् है, यहाँ चाहिँ कुर्ताहरू पनि छ है। एकछिन पक्नु, यहाँ कुर्ताहरू पनि छ है, टावल छ, यो लेडिजहरूको भित्र त्यो इनरहरू पनि छ। यहाँ अन्डर गार्मेन्टहरू पनि छ है, अन्डर गार्मेन्टहरू पनि छ यहाँ हेर्न सक्नुहुन्छ। यो ब्यागहरू यहाँ हेर्नुहोस् है, लेडिज जेन्ट्स ब्यागहरू। त्यसपछि यहाँ हाम्रोमा पोतेहरू पनि छ है, पोते मालाहरू पनि नयाँ डिजाइनको आएको छ हाम्रोमा हेर्न सक्नुहुन्छ है। यस्तो मालाहरू पनि छ हेर्नुहोस् है, मालाहरू। र गाइज त्यसपछि अब हेर्न सक्नुहुन्छ यहाँ है, यहाँ यो जिन्स प्यान्टको लाइन हो। यहाँ जम्मै जिन्स प्यान्टहरू पनि छ है हाम्रोमा गाइज। र यस्तो ब्यागहरू, लेडिज ब्यागहरू हेर्नुहोस् है, यस्तो रहेछ ब्यागहरू। साइड ब्याग हो यो पछाडि भिड्ने ब्यागहरू पनि छ हेर्नुहोस् त। त्यसपछि यता साइड ब्यागहरू हेर्नुहोस् है, राम्रो क्वालिटीहरूको छ। अब त्यसपछि यस्तो दामी डिजाइनहरूको ब्यागहरू छ है हाम्रोमा हेर्नुहोस्। यस्तो गाँजाकोबाट बनेको है, यो गाँजाको ब्यागहरू है, गाँजाबाट बनेको, गाँजाको कपडाको बनेको ब्यागहरू हो। त्यसपछि यस्तो माथि ब्यागहरू पनि छ। र त्यसपछि म देखाउन चाहन्छु गाइज, यहाँ हेर्न सक्नुहुन्छ यो यस्तो पोते माला पोते यो झुम्काहरू हेर्नुहोस् है। यो टपहरू हो, झुम्का पनि छ, क्रिम पनि छ, यता पनि साइडमा हेर्नुहोस् है, नेक्लेसहरू पनि छ है। त गाइज हाम्रो पसलमा यति सामानहरू छ, भेराइटी राम्रो छ। अनि त्यसपछि मेरो छोरी पनि एलिना आइसकेको रहेछ स्कुलबाट। अनि के पढेर आइसक्यो तिमी? स्कुलमा पढाइ भयो राम्रो? अनि के पढायो आज सरले? म्यामले के पढायो? अनि अरू केही भन्यो?
अरू अनि हो अनि सरहरू कतिवटा छ तिम्रो स्कुलमा 5-10वटा जति छ र गाइज एलिना भर्खर स्कुलबाट आइसकेका छौँ हामी चाहिँ यहाँ पसलमै बसिरहेछौँ ब्याग पनिमा यहाँ छोरो पनि आज एकदमै खुसी छ बाबासँग भ्लग बनाउने र एकदमै खुसी भएको रहेछ है गाइज र गाइज हाम्रो पसलमा यति सामानहरू छ यो हाम्रो सप हो हजुरहरूलाई पनि केही सामानहरू चाहियो भने हामीलाई सम्झिनु होला हाम्रो चाबेल चोकमा रहेको पसल छ है यो ठ्याक्कै बौद्धपट्टि अनि कामना विकास ब्याङ्कको तल रहेछ है हाम्रो पसल हजुरहरू आउनुहोस् र सपिङ पनि गर्दा हुन्छ र गाइज हाम्रोमा पार्टीवेयर ब्यागहरू पनि छ है र गाइज छोरोलाई यसो घुम्न मन लाग्यो अब यसलाई म आकाशे पुलतिर लाँदैछु है गाइज हामी जाँदैछौँ आकाशे पुलमा घुमघाम गर्नको लागि है हेर्नुहोस् है अब आकाशे पुलतिर र गाइज हामी यहाँ आकाशे पुलमा जाँदैछु है छोरोलाई घुमाउनको लागि म र छोरो दुईजना जाँदैछु है आकाशे पुलमा हेर्नुहोस् है यो आकाशे पुलमा जाँदैछ हामी माथि र गाइज म छोरोलाई घुमाउनको लागि यहाँ आकाशे पुलमा आइसकेको छ है चाबेलको आकाशे पुलमा हेर्न सक्नुहुन्छ यहाँबाट खतरा दृश्य देखिन्छ है यहाँबाट हेर्नुहोस् कस्तो बवाल देखिरहेछ है यो बौद्ध जाने बाटो भयो यता नयाँ बस पार्क जाने बाटो अनि यता चाहिँ यसो गौशाला जाने बाटो है यो अनि हामी बाउ छोरा दुईजनै घुमघाम गर्दैछ यहाँ यसलाई छोरालाई रमाइलो गराउनको लागि यहाँ ठ्याक्कै म आकाशे पुलमा आइदिएको छु है हेर्नुहोस् है गाइज कति भिड छ यहाँ चाबेल चोकमा जहिले योभन्दा पनि धेरै भिड भइरहेको हुन्छ है यो ठाउँमा चाबेल चोकमा एकदम भिडभाड हुन्छ यहाँ गाडीहरूको जहिले भिड हुन्छ आज हामी पसलमा पनि आइसकेँ घुमघाम गरेर आकाशे पुलबाट त हस् त गाइज आजलाई बाई बाई नेक्स्ट भिडियो लिएर आउँछ है पछि बाई बाई मन परे लाइक कमेन्ट र सब्सक्राइब गरिदिनु होला धन्यवाद।